भाग्यमानी छौँ गौमुखी गाउँ माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री माधव राज पोखरेलज्यू गौमुखी माध्यमिक विद्यालयको मात्रै नभएर उहाँ प्युठान जिल्लाको शैक्षिक धरोहर हुनुहुन्छ। प्युठान जिल्लाको 1 नम्बर वरिष्ठतम पहिलो शिक्षक हुनुहुन्छ उहाँ माधव राज पोखरेल सर। र यो नतिजाका आधारमा शैक्षिक सत्र 81 को यो शैक्षिक प्राप्तिका आधारमा शैक्षिक प्रतिफलका आधारमा माध्यमिक विद्यालयतर्फ उत्कृष्ट माध्यमिक विद्यालय उत्कृष्ट प्रधानाध्यापक माध्यमिक विद्यालय उत्कृष्ट प्रधानाध्यापकतर्फ म गौमुखी माध्यमिक विद्यालयका प्रधानाध्यापक आदरणीय माधव राज पोखरेल सरलाई उत्कृष्ट प्रधानाध्यापक सम्मान ग्रहण गरिदिनुको लागि सादर अनुरोध गर्दछु र सम्मान प्रदान गरिदिनुको लागि गौमुखी गाउँपालिकाका आदरणीय अध्यक्षज्यू र प्रमुख प्रशासनिक अधिकारीलाई हार्दिक अनुरोध गर्दछु। म हाम्रा सबै शिक्षकहरूको अभिभावक गौमुखी माध्यमिक विद्यालय हाम्रो गौमुखी गाउँपालिकाको एउटा अभिभावक विद्यालय पनि हो र यो तपाईँले जुन नतिजा दिनुभएको छ यो नतिजाबाट अरू सामुदायिक विद्यालयहरूले हामी सिक्नेछन्। 2081 मा गौमुखी गाउँपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय सम्पूर्ण विद्यालयहरूमा नेपाली विषयतर्फ सबैभन्दा धेरै 100% विद्यार्थी उच्चतम अङ्कसहित उत्तीर्ण गराउन सफल गौमुखी माध्यमिक विद्यालयका नेपाली विषय शिक्षक श्री जासर जयसी सरलाई हार्दिक बधाईसहित यो सम्मान पत्र ग्रहण गरिदिनुको लागि सादर अनुरोध गर्दछु र सम्मान पत्र प्रदान गरिदिनुको लागि म गाउँपालिकाका आदरणीय अध्यक्षज्यू र प्रमुख प्रशासनिक अधिकारीलाई सादर अनुरोध गर्दछु। नेपाली विषयमा 100% विद्यार्थी उत्तीर्ण गराउनु भएको र उच्चतर अङ्क प्राप्त गर्नुभएकोमा म नेपाली विषय शिक्षक गौमुखी माध्यमिक विद्यालय श्री जासर जयसीलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु। विषयमा अङ्ग्रेजी विषयमा गौमुखी गाउँपालिकामा सबैभन्दा उच्चतम नतिजा सबैभन्दा धेरै विद्यार्थीहरू उच्चतम अङ्कसहित उत्तीर्ण गराउन सफल गौमुखी माध्यमिक विद्यालयका अङ्ग्रेजी विषय शिक्षक श्री कृष्ण प्रसाद सापकोटा सरलाई अगाडि आएर म सम्मान ग्रहण गरिदिनुको लागि सादर अनुरोध गर्दछु र सम्मान प्रदान गरिदिनुको लागि गौमुखी गाउँपालिकाका आदरणीय अध्यक्षज्यू र प्रमुख प्रशासकीय अधिकारीलाई सादर अनुरोध गर्दछु। अङ्ग्रेजी विषयतर्फ गौमुखी माध्यमिक विद्यालय ठुलाबेसीका शिक्षक अङ्ग्रेजी शिक्षक श्री कृष्ण प्रसाद सापकोटाज्यूले उत्कृष्टतम नतिजा प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद हार्दिक बधाई र आगामी दिनमा योभन्दा अझै उत्कृष्टतम योगदानको लागि पनि हामी अपेक्षा गर्दछौँ र शुभकामना व्यक्त गर्दछौँ। हार्दिक बधाई र शुभकामना गौमुखी माध्यमिक अङ्ग्रेजी विषय शिक्षक श्री कृष्ण प्रसाद सापकोटाज्यू। यसै गरी गणित विषय र ऐच्छिक गणित विषयमा गणित विषयमा पनि र ऐच्छिक गणित विषयमा पनि गौमुखी गाउँपालिकामा सबैभन्दा उत्कृष्ट नतिजा प्रदान गर्न सफल प्राप्त गर्न सफल गौमुखी माध्यमिक विद्यालयमा गणित विषय र ऐच्छिक गणित विषयका शिक्षक श्री फणाधार गौतम सरलाई अगाडि आएर सम्मान ग्रहण गरिदिनुको लागि म सादर अनुरोध गर्दछु। कक्षा 10 एसई परीक्षा 2081 मा गौमुखी गाउँपालिकामा गणित विषय र ऐच्छिक गणित विषयमा उहाँले उत्कृष्ट नतिजा दिनुभएको थियो। उत्कृष्ट नतिजा प्राप्तिको लागि म फणाधार गौतम सरलाई धेरै धेरै बधाई गर्न चाहन्छु। दुईवटा विषय गणित र ऐच्छिक गणित विषय दुईवटा विषयमा उहाँले उत्कृष्ट नतिजा दिनुभएकोमा हजुरहरूले डबल ताली बजाइदिनु। गणित विषय र ऐच्छिक गणित विषयमा गौमुखी गाउँपालिका भवन उत्कृष्ट नतिजा दिनुभएकोमा म हार्दिक बधाई र शुभकामना फणाधार गौतम सरलाई सम्मानित हुनुभएकोमा यहाँलाई हार्दिक नमन। यसैगरी गाउँपालिका भवन उत्कृष्ट नतिजा दिनुहुने गौमुखी माध्यमिक विद्यालयकै विज्ञान शिक्षक आदरणीय नारायण भक्त श्रेष्ठज्यूलाई अगाडि आएर सम्मान ग्रहण गरिदिनुको लागि सादर अनुरोध गर्दछु। यहाँलाई हार्दिक बधाई र नतिजाका लागि धन्यवाद पनि ज्ञापन गर्दछौँ र यहाँलाई निरन्तर योगदानको अपेक्षा पनि गर्दछौँ। यहाँको उज्जवल भविष्यको कामना पनि गर्दछौँ। विज्ञान विषयमा गौमुखी गाउँपालिकामा सबैभन्दा उत्कृष्ट नतिजा प्रदान गर्नुभएकोमा गौमुखी माध्यमिक विद्यालय ठुलाबेसीका विज्ञान विषय शिक्षक आदरणीय नारायण भक्त श्रेष्ठज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ। प्राविधिक ढाकामा उत्कृष्ट नतिजा प्रदान गर्नुहुने गौमुखी माध्यमिक विद्यालयकै रसायनशास्त्र विषयका शिक्षक श्री सुजन आचार्यज्यूलाई अगाडि आएर
म सम्मान ग्रहण गरिदिनुको लागि अनुरोध गर्दछु र सम्मान प्रदान गरिदिनुको लागि आदरणीय अध्यक्षज्यू र प्रमुख प्रशासकीय अधिकारीलाई हार्दिक अनुरोध गर्दछु। सुजन आचार्यज्यूले गौमुखी गाउँपालिका भर प्राविधिक ढाँचातर्फ सफलतापूर्वकमा हार्दिक बधाई र निरन्तर योगदानको यहाँको शैक्षिक उन्नयनको उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दछु। प्राविधिक ढाँचातर्फ सम्मानित हुनुहुने सुजन आचार्य सरलाई धेरै धेरै धन्यवाद र बधाई।